दर्शकबिन नमस्ते साथै आज पनि हामी भुन्टी सिरियलको रिभ्यू लिएर तपाईँहरूको माझ उपस्थित भइसकेका छौँ। दर्शक साथीहरू, ती भूपेन्द्रलाई बचाउनको लागि आफ्नो श्रीमती भुन्टीले लागि परेकी छिन्। आफ्नो ज्यानको जति पनि रगत छन् त्यो सारा दिएर आफ्नो श्रीमानलाई बचाउन सफल भएकी छिन्। उनको भूपेन्द्रको होस त आयो, तर पनि उनी बोल्न सकिरहेका छैनन्। आफ्नो श्रीमती भुन्टीलाई देखेर सारा कुराहरू बुझिरहेका छन्। भुन्टीले धेरै माया गरेको उनले महसुस गरेका छन् अनि बोल्नलाई एकदम कुसमुकुस भएका छन्, कोसिस गरेका छन्, तर पनि भोकल कडमा उनको समस्या परेको हुनाले उनी अहिले बोल्न नसक्ने छन् भनेर नफ्नी सिस्टरहरूले भुन्टीलाई भनिसकेपछि भुन्टीले अनुरोध विनय गरेकी छिन्। नफ्नी सिस्टर, जसरी भए पनि मेरो बुढालाई बोल्ने गराइदिनुहोस् न, उहाँको वचन म सुन्न चाहन्छु, उहाँ बोलेको म सुन्न चाहन्छु भनेर अनुरोध गरेकी छिन्। तर पनि नहातिदिनुहोस्, उहाँ अहिले बोल्न सक्नुहुन्न, उहाँको भोकल कडमा समस्या परेको छ, धेरै चोटपटक लागेर उहाँ अहिले बोल्न नसक्ने, हिँड्न नसक्ने र उठ्न पनि चल्न पनि सक्नुहुन्न। केही समय उहाँलाई हामी उपचार गरिरहेका छौँ, उहाँ छिटोभन्दा छिटो गएर दबाई लिएर आउनु पऱ्यो भनेर भन्दाखेरि भुन्टीले दबाई लिन पनि नगएर एकदम आफ्नो श्रीमान बोल्न खोजेको एकदम महसुस गरिसकेपछि उनले बोल्न खोज्नु भएको छ, नफ्नी सिस्टर हेर्नु न, उहाँ बोल्न खोज्नु भएको, उहाँलाई बोलाउनु न भनेर एकदम आत्तिएकी छिन् भुन्टी बिचरी। तर पनि दाजुभाइ भने भाइको नजिकै परेका छैनन्, त्यही झ्यालबाट ढोकाबाट एकछिन हेर्न आएका छन्। बाहिरै बसेर भूपेन्द्रको ख्यालवास्ता गरेका थिए, तर पनि अहिले भूपेन्द्रलाई छोडेर भुन्टीको जिम्मा लगाएर त्यही भीम दाइ र भुवन भाइ पनि अब भने म अनि गाउँतिर जान्छु दाइ, अब भने म सहरमा कसरी बस्छु, भाउजूले नराम्रोसँग वचन लाउनु भएको छ, म अब गाउँतिर गएर बुवालाई सहयोग गर्छु, केही बिजनेस गर्छु, उतातिर केही व्यवसाय गर्छु भनेर लागेका छन्। तर भने बालकुमारी र बहिनी भूमिका पनि आएकी थिइन् आफ्नो विवाहको लागि सरसामान किनौँला भनेर। आमाले छोरीलाई लिएर आएका थिए उतातिर। घरमा जेठी बुहारीले नराम्रो वचन लगाइसकेपछि भूपेन्द्रको त्यो अवस्था छ, बिरामी भएर अस्पतालमा भर्ना भएका छन् भनेर थाहा पाइसकेपछि भूपेन्द्रलाई भेट्न आएका थिए। तर पनि बालकुमारीले फेरि पनि ती भुन्टीलाई के भयो, के भएर यस्तो भयो भनेर सोच्दाखेरि खै उहाँ एक्कासीमा नालामा ढलेको देखेको हो, ल्याएर मैले उपचार गरेको हो, उहाँलाई मैले नै यस्तो रगत दिएर बचाएको छु भनेर भन्दाखेरि तँलाई थाहा नभए कसलाई थाहा हुन्छ, तैँले नै यस्तो अवस्था गराएको हुनुपर्छ, तँ त छोडेर माइदा गएको थिइस् गरे त, तँलाई सम्बन्धै त्यागिसकेपछि नि त कसरी मेरो छोरासित आइस्, कसरी सँगै भइसकेपछि तँलाई केही थाहा हुन्न भन्दाखेरि उहाँ जोसँग सँगै हुनुहुन्थ्यो उहाँलाई नै थाहा होला, म उहाँसँग थिइनँ, उहाँ नालामा ढलेको देखेँ, मैले ल्याएर उपचार गरेको, झन् मैले आफ्नै रगत दिएर उहाँलाई बचाएको छु, ख्यालवास्ता गरेको, झन् मलाई नै दोष लगाउने भनेर सासु र नन्दसँग धेरै झगडा परेको हुन्छ भुन्टीको। बिचरी भुन्टी निस्वार्थ भावनाले आफ्नो श्रीमानलाई धेरै माया गरेकी छिन्। आफ्नो श्रीमानले डिभोर्स दिन्छु, मसँग नबस्, मेरो घरमा बस्नु पर्दैन भनेर धेरै आरोपहरू लगाएर नराम्रो व्यवहार गर्दा पनि, तर भने भुन्टीले त्यस्तो पहिलाको सारा कुराहरू बिर्सिसकेकी छिन् र भूपेन्द्रलाई धेरै माया गरेकी छिन्। अब भने भूपेन्द्र होसमा आइसकेपछि भुन्टीलाई पनि त्यस्तै धेरै माया गर्लान् र उनीहरूको सम्बन्ध राम्रो होला जस्तो लाग्छ कि तपाईँहरूलाई के कस्तो लाग्छ साथीहरू? भुवन दाइले पनि अब भने भुन्टीको जिम्मा लगाएर भुन्टी तिमी यहीँ बस, अब उसको होस आएन, के अरे केही बोल्न सकेको छैन, चल्न सकेको छैन, उसलाई हेरेर तिमी बस, म एकचोटि घरमा पुगेर आउँछु, घरमा दिदीले बोलाएकी छिन्, म एकचोटि घरमा पुगेर आउँछु है, तिमी श्रीमानसँग भूपेन्द्रसँगै बस भनेर अब भने भुवन दाइ पनि घरमा जानुभएको छ। घरमा गएर आफ्नो श्रीमतीसँग भलाकुसारीसँग गरिरहनु भएको थियो, तर पनि आफ्नो श्रीमतीले तिमीलाई त आफ्नो भाइकै मात्रै अनुहार हेरेर बस्नुपर्छ होइन, त्यो हाम्रो सारा सम्पत्ति उसले नै खाएर भ्याइदियो, तिमी अझै उसकै पछि लागिरहेका छौ, उसलाई नै माया गरिरहेका छौ, हाम्रो सम्पत्ति माग्नु पर्दैन। अब भने मेरो छोराले सारा सम्पत्ति अब आफ्नो अङ्कलसँग मुद्दा हाल्नुपर्ने छ, पछि सम्पत्ति माग्दाखेरि उसकै नाममा छ सारा सम्पत्ति, ऊ चाहिँ अस्पतालमा त्यो मरणासन्न हुने, अब मृत्यु र जीवन र मृत्युको सँग लडिरहेर बसेको छ, अनि हामीलाई सम्पत्ति दियो भन्दा मान्दैन, त्यस्तो भाइलाई तिमी उपचार गर्न भनेर अस्पतालमा कुरिरहेका छौ होइन भनेर भन्दाखेरि सन्चो हुँदा त मागेकै थिएँ, तर भने यस्तो अवस्थामा उसलाई कसरी नराम्रो कुरा गरौँ, त्यस्तो अवस्थामा कसरी उसँग सम्पत्ति ल्या भनेर मागौँ त, अनि पछि ठिक भएपछि मागौँला नि त। अहिले भने ऊ जीवन र मृत्युसँग लडिरहेको छ अस्पतालमा, यस्तो अवस्थामा मैले उसँग सम्पत्ति मागेर पैसाको कुरा गरेँ भने उसलाई कस्तो होला, ऊ बोल्नै सकिरहेको छैन। अहिले तिमीले प्लिज समस्या बुझ न, जे भए पनि त्यो मेरो भाइ हो, त्यस्तो अवस्थामा समस्यामा परेर अस्पतालमा भर्ना भएको मान्छेलाई मैले माया नगरेर नहेरेर कसले हेर्छ त भनेर भन्दाखेरि आफ्नो श्रीमती छोडिदेऊ, तिमी आफ्नो दाजुभाइलाई मात्रै हेरेर बस्छ जिन्दगीभरि, म तिमीसँग भन्न सक्दिनँ भनेर अर्को कोठामा एकदम रिसले उनी अर्को कोठामा गएकी छिन्। दर्शकबिन अब भने भुवन दाइ एकदम चिन्तामा पर्नुभएको छ। उता भीम भाइ भने अब म गाउँमा जान्छु, आमा र बहिनीसँगै गाउँमा गएर बस्छु,
बुवालाई पनि सहयोग हुन्छ। म गाउँमा गइसकेपछि यहाँ भाउजूले नराम्रो वचन लाउनु भएको छ, अब भने त्यो व्यवसायमा अब मेरो मात्रै हात हुनेछ, कुनै पनि तपाईँको सन्तान यो घरमा सहरमा बस्नु पर्दैन, सम्पत्तिमा आँखा लगाउनु पर्दैन भनेर नराम्रोसँग भीमलाई भनिसकेपछि अब भने भीमको मन दुखेको छ अनि उनी गाउँमा गइसकेका छन्। अब भने घन्टीले ती भूपेन्द्रलाई हेरेर अस्पतालमा ठुलो हेरेर बसिरहेकी छिन्। कतिखेर बोल्नु होला, उहाँको बोली सुन्न पाए पनि म त स्वर्गै जान्थेँ भनेर घन्टीले एकदम महसुस गरिरहेकी छिन् दर्शक साथीहरू। तर भूपेन्द्रको होस आए पनि उनी बोल्न सकिरहेका छैनन्। घन्टी साथमै छिन् तर पनि उनले केही कुराहरू गर्न सकिरहेका छैनन्। उतातिर टोक्ले दाइ भने आफ्नो बहिनीलाई घन्टीलाई आएर धेरै माया गरेको थिए। अब धेरै रगत नदेऊ बहिनी, तिमी त कमजोर भइसकेको छौ, तिमी धेरै कमजोर छौ भने रगत दिँदै बचाएर उसले फेरि तिमीलाई नराम्रो व्यवहार गर्छ भनेर भन्दा फेरि हुन्छ दाइ भनेर भनेको छिन्। अनि नर्सले रगत अब पुग्यो भनेर छुट्याइदिँदाखेरि होइन रगत चाहिन्छ भने दिन्छु म, अहिले रगत थुत्नु न, ठुलो सुई ल्याएर गलखल्दै रगत थुत्नु न, मेरो श्रीमानलाई हालिदिनु न यो रगत, अनि उहाँलाई बचाउनु न नर्सनी सिस्टर, छिटोभन्दा छिटो भनेर भन्दाखेरि अब भने नर्सनी सिस्टरले रगत पुगिसक्यो, तपाईँ अब राम्रोसँग बस्नु, खुराक खानेकुरा खानु भन्दाखेरि टोक्ले दाइले झोलहरू तरकारीहरू बनाएर ल्याएर खुवाएका छन्। घन्टीलाई डाइटहरू ल्याएर खुवाएका छन्। तर पनि अब भने घन्टी उहाँ निको नहुन्जेल म उहाँसँगै बस्छु दाइ, म तपाईँसँग अहिले जान सक्दिनँ भन्दाखेरि टोक्ले दाइले आफ्नो श्रीमती पूर्णिमालाई लिएर ससुराली गएका छन्। ससुरालीमा नि बुवा आमा टोक्लेर आफ्नो श्रीमती पूर्णिमा गइसकेपछि धेरै खुसी हुनुभएको छ। उहाँ कान्छी आमाले नि भन्नुभएको छ, छोरी तिमीलाई मैले रिसमा के भने मलाई माफ देऊ है भनेको छिन्। र पूर्णिमाले पनि आमा मलाई माफ दिनुहोस् है, तपाईँलाई मैले ज्वाइँसँग छुट्नु पर्दाखेरि धेरै रिस उठेको थियो, धेरै म तनावमा थिएँ, त्यसै कारणले तपाईँलाई मैले नराम्रो आरोपहरू लगाएँ, अहिले मलाई माफ दिनुहोस् आमा, अब भने बुवासँग मिलेर बस्नुहोस् भन्दाखेरि हुन्छ तिमीलाई मैले माफ दिइसकेँ, अब भने छोरी ज्वाइँको सम्बन्ध राम्रो हुनुपर्छ, फेरि छोरी ज्वाइँको सम्बन्ध पहिला जस्तै बिग्रियो भने म फेरि यो घरमै बस्दिनँ नि, निस्केर हिँड्छु नि भनेर कान्छी आमाले त्यस्तो भनिरहँदाखेरि अब भने टोक्ले र पूर्णिमा पनि हाम्रो सम्बन्ध कहिले पनि बिग्रिँदैन आमा बुवा, तपाईँहरू ढुक्क हुनुहोस्, तपाईँहरू पनि राम्रोसँग मिलेर बस्नुहोस् र हामी पनि अब राम्रोसँग मिलेर बस्छौँ, पहिलाको जस्तो सम्बन्ध तपाईँहरू पनि नहोस् र हाम्रो पनि नहोस् भनेर भनिरहेका छन् दर्शक साथीहरू। भूपेन्द्रको बुवा भने बिचरा गाउँमा एक्लै गाई पाल्ने अनि खाना बनाउने एक्लै सारा कामहरू गरेर बसिरहेका छन्। बिचरा बुढा मान्छे घन्टीलाई धेरै माया गर्ने रुचाउने ससुरो त्यसरी गाउँमा एक्लै काम गरिरहँदाखेरि कसको